ल आज कुरा गरौँ नेपालको त्यो चुनावी क्षेत्रको जहाँ अहिले सबैको नजर अडिएको छ। हो, हामी कुरा गर्दैछौँ झापा 5 को, जहाँ एउटा महाभिडन्त नै हुन गइरहेको छ। यो चुनावको चुरो कुरो भनौँ न एउटै प्रश्नमा आएर अड्किन्छ के झापा 5ले वर्षौंदेखिको आफ्नो परम्परालाई नै निरन्तरता देला कि एउटा पुरै नयाँ पुस्तालाई स्वागत गर्ला। आउनुहोस् यही टक्करलाई अझ नजिकबाट निहालौँ। यो चुनावलाई केवल एउटा निर्वाचन क्षेत्रको चुनाव मात्रै भनेर बुझ्नु चाहिँ भूल हुन्छ। वास्तवमा झापा 5 को यो लडाईँले त देशको समग्र राजनीतिको हावा कतातिर बहँदैछ भन्ने एउटा सङ्केत दिँदैछ। किनभने यहाँ दुई बिल्कुलै फरक शैली, फरक सोच र फरक पुस्ता नै आम्ने सामने भएका छन्। ल अब मैदानका मुख्य खेलाडीहरूलाई चिनौँ है त। एकापट्टि हुनुहुन्छ एक अनुभवी नेता जसलाई सायदै परिचयको आवश्यकता पर्ला, नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली। उहाँको राजनीतिक प्रोफाइल हेर्ने हो भने त्यो एकदमै अग्लो छ। देशको प्रधानमन्त्री भइसक्नु भएको अनि देशको एउटा प्रमुख पार्टीको अध्यक्ष पनि। तर उहाँको सबैभन्दा बलियो पकड र भनौँ न असली किल्ला भनेको चाहिँ झापा 5 नै हो। यहाँ उहाँको साङ्गठनिक शक्ति र व्यक्तिगत प्रभाव वर्षौंदेखि जमेर बसेको छ। हो, यो ठाउँ उहाँका लागि राजनीतिक घर मात्रै कहाँ हो र, यो त एउटा किल्ला नै हो। र उहाँको सबैभन्दा ठूलो शक्ति भनेकै यही परम्परागत भोट ब्याङ्क र गाउँ-गाउँ टोल-टोलसम्म फैलिएको पार्टीको बलियो सङ्गठन हो। एकातिर यस्तो अग्लो कद र बलियो पकड भएका नेता, अब अर्कोतिर हेरौँ। मैदानमा उत्रिएका छन् एक यस्ता चुनौतीकर्ता जसले नेपाली राजनीतिमा पछिल्लो समय एउटा नयाँ तरङ्गै ल्याइदिएका छन्। हो, बालेन शाह, काठमाडौँका निकै लोकप्रिय पूर्व मेयर। तर अब उहाँ स्थानीय राजनीतिबाट सिधै राष्ट्रिय राजनीतिको ठूलो मैदानमा होमिनु भएको छ। अनि त्यो पनि कसरी? आफ्नो मेयर पद नै त्यागेर सिधै झापा 5 मा केपी ओलीलाई चुनौती दिन पुग्नु भएको छ। यो निर्णयले राजनीतिक वृत्तमा खासगरी युवाहरूमाझ एउटा भूकम्प नै ल्याइदिएको छ भन्दा फरक पर्दैन। बालेनको यो प्रवेशले झापा 5 को पुरानो राजनीतिक हिसाब किताब नै पुरै गडबडाइदिएको छ। खासगरी युवा अनि परम्परागत पार्टीभन्दा फरक सोच्ने स्वतन्त्र मतदाताहरू छन् नि, उनीहरूमाझ बालेनको जुन क्रेज देखिएको छ त्यसले यो चुनावलाई एकदमै अप्रत्याशित र हिर्न लायकको रोचक बनाएको छ। यो लडाईँलाई सरल भाषामा बुझ्ने हो भने यो दुई फरक शक्तिको टक्कर हो। हेर्नुहोस् त, एकातिर केपी ओलीको वर्षौंको सङ्गठनात्मक शक्ति र कहिल्यै नटुट्ने परम्परागत भोट छ, अनि अर्कोतिर बालेन शाहको नयाँ पुस्तामाझको आकर्षण र उनको स्वतन्त्र छवि छ। भनेपछि यो चुनाव भनेकै यही दुई धारको एउटा शक्तिशाली भिडन्त हो। तर कुरा यतिमा मात्रै सकिँदैन। यो लडाईँ यी दुई व्यक्तित्वको मात्रै होइन, यहाँ जित हारको फैसला अरू पनि थुप्रै कुराले गर्नेवाला छ। त्यसो भए के हुन् त ती निर्णायक फ्याक्टरहरू? ल हेरौँ। राजनीतिक विश्लेषकहरूले खास गरी 4वटा कुरामा ध्यान दिइरहेका छन्। पहिलो, भोट खसाल्न कति मतदाता घरबाट बाहिर निस्किन्छन्, यो एकदमै महत्त्वपूर्ण हुन्छ। दोस्रो, अन्तिम समयमा कुनै दलीय गठबन्धन बन्छ कि बन्दैन। तेस्रो, दुवै उम्मेद्वारले कस्तो चुनावी रणनीति अपनाउँछन्। अनि चौथो र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, झापा 5 कै स्थानीय मुद्दाहरूले चुनावलाई कतातिर डोर्याउँछन्। अहिलेको अवस्था हेर्ने हो भने सामाजिक सञ्जालदेखि लिएर गाउँका चिया पसलसम्म यही चुनावको बहसले तातेको छ। र एउटा कुरा चाहिँ एकदमै स्पष्ट देखिन्छ, जनमत पुरै बाँडिएको छ। यसले के सङ्केत गर्छ भने अन्तिम नतिजा सायद एकदमै झिनो मतको अन्तरले यतावाउता हुन सक्छ। यी सबै फ्याक्टरहरूलाई एकै ठाउँमा राखेर हेर्दा निष्कर्ष एउटै निस्किन्छ, झापा 5 को नतिजा के हुन्छ भनेर अहिले भविष्यवाणी गर्नु लगभग असम्भव छ। यो रेस एकदमै टु क्लोज टु कलको अवस्थामा छ। अब सबैको नजर र प्रतीक्षा एउटै मितिमा छ, मार्च 5, 2026। हो, यही दिन झापा 5 का जनताले आफ्नो अन्तिम फैसला मतपेटिका मार्फत सुनाउनेछन्। र अन्तमा हामी फेरि त्यही मूल प्रश्नमा आएर टुङ्गिन्छौँ जहाँबाट हामीले यो चर्चा सुरु गरेका थियौँ। झापा 5 को भविष्यलाई आखिर कसको दृष्टिकोणले परिभाषित गर्नेछ? केपी ओलीको अनुभव र परम्पराले, वा बालन शाहको परिवर्तन र नयाँ पुस्ताको लहरले? फैसला झापा 5 का मतदाताको हातमा छ।